हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। तपाईहरुलाई चाहिँ टप फ्लोरमा कोठा चाहियो, कोठा किचन एट्याच बाथरुम भन्ने मान्छेको लागि है। यो घर पुरानो हो तर रिनोभेट गरेर नयाँ बनाइएको छ। यहाँनेर चाहिँ तपाईको लुगा सुगा सुकाउने ठाउँ देख्न सक्नुभयो। हामीलाई टप फ्लोरमा एउटा कोठा एउटा किचन पर्सनल बाथरुम हामीले लिएर आएका छौं। यो ग्वारखु चोक भित्र इमाडोल ओचु हाइटमा हो। अब यहाँ रुफटप भयो। यो रुफटपमा चाहिँ हाम्रो होइन, हाम्रो चाहिँ टप फ्लोर। यसको यहाँ तल यो चाहिँ हाम्रो हो। यो फ्लोर यहाँ टोयलेट बाथरुम भित्र छ। यहाँनेर लुगा धुने ठाउँ भयो। यो स्टोर रुम छ, बन्द हुन्छ। यहाँ ढोका छ, यो ढोका पनि बन्द हुन्छ। प्लस यो ढोका पनि छ। यो ढोका भित्र गएपछि यस्तो छ, ठुलो छ। भाडा एउटा कोठा एउटा किचन पर्सनल टोयलेट बाथरुम भएको टप फ्लोरमा मासिक भाडा जम्मा 12,000। हेर्नुहोस् है, भन्न चाहिँ 13,000 भन्नुहुन्छ, दिन चाहिँ 12,000 मै दिनुहुन्छ। चाहिने मान्छे sevamandu.nepal.com लाई सम्पर्क गरेर आउन सक्नुहुन्छ। बाबु तिमीलाई मलाई 1000 रुपैयाँ दिन भन्नु भएको छ, देऊ त। अनि sevamandu.nepal.com लाई सम्पर्क गर्न सक्नुहुन्छ। यो ग्वारखु चोक भित्र इमाडोल ओचु हाइटको टप फ्लोरको रुम किचन टोयलेट बाथरुम हो। यो सबै सामानहरू सर्छ। अनि तपाईको टोयलेट बाथरुममा पनि पानी आउँछ, देखाइहालेँ मैले। यो किचन हो, किचनमा पनि पानी आउँछ। किचन पनि ठुलो छ, फेरि सानो छैन। चाहिने मान्छेले सम्पर्क गर्नु होला। कोठाको भिडियो नजारा यही हो। तपाईहरुलाई काठमाडौँ, ललितपुर, भक्तपुरमा कहीँ पनि कोठा चाहियो भने sevamandu.nepal.com हाम्रो वेबसाइट भिजिट गर्नु होला। धन्यवाद।